हेलो साथीहरू, हेर्नु गान्तोकमा पानी परेर शीतल भइरहेछ नि हौ। अघि बिहान बिहान 12-1 बजीतिर चाहिँ निकै गर्मी थियो। गरम मतलब ठिकैको थियो, त्यस्तो गर्मी थिएन। अहिले त पानी परेर कस्तो शीतल भइरहेछ नि हौ। आम्मामा हाम्रो रम्फूतिर त गरमले आम्मामामा के गरौँ र कसो गरौँ हुन्छ नि रम्फूमा त। गान्तोकमा त हेर्नु त यहाँ त गरम भए पनि त यसो मौसम चेन्ज भइहाल्छ होइन। हामीको रम्फू सिङ्ताम जोरथाङ त साह्रै बेसी गरम हो। यति बेसी गर्मी हुन्छ कि आम्मामामा बाहिर त निस्किनु मन पर्दैन नि। आम्मामामा सानो गरम छैन योपालि त ओभरै बेसी गरम छ। ओभरै बेसी गरम छ र चाहिँ आम्मामा जुन जुलाईतिर झन् कति गर्मी हुने हो। साह्रो छ है साथीहरू, साह्रो छ। गरमदेखि कसरी बाँच्नुपर्ने हो।